गेममा आएको चोपिकर्स इभेन्ट कम्प्लिट गरेर डुओ इमोट मिनी युजीको स्किन ग्लुवालको स्किन पाउने तरिका। सो हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? सो आजको भिडियोमा पनि मैले हजुरहरूलाई फ्री फायरसित रिलेटेड थुप्रै इन्फर्मेसन चाहिँ दिनेछु। जस्तै कि पहिला सुरु त गेममा आएको चोपिकर्स इभेन्टमा स्टिम एकाउन्ट कसरी बनाउने, एकाउन्ट बाइन्ड कसरी गर्ने, त्यहाँ भएको रिवार्ड्स कसरी लिन सकिन्छ भनेर चाहिँ सिकाउने छु। अरू इभेन्टको कुरा गर्दाखेरि चाहिँ भ्यालेन्टाइन इभेन्टमा आउने मिस्ट्री सप इभेन्ट, फेडेड विल इभेन्ट, इमोट रोयल, मार्च मन्थको बोया पासको रिभ्यू, गेम खेल्न सिकाउने एआई, एन्जेलिक इभेन्टमा स्पिन हानेर पनि देखाउने छु। त्यसको साथसाथै अरू पनि थुप्रै इन्फर्मेसनको बारेमा चाहिँ आजको यो भिडियोमा चाहिँ कुरा गर्नेछौँ। सो यो भिडियो चाहिँ स्किप नगरिकन इन्डसम्म चाहिँ हेर्नु होला। चलो भाई देखो अब मैं क्या करता हूँ। सुरुमा चाहिँ कुरा गरौँ गेममा आएको पर्पल एन्जेलिक आइटम्सको बारेमा। सो गरिनाले त मलाई 3टा नै आइटम मेल फिमेलको प्यान्ट अनि पछि यो जुन हुडी रहेको छ त्यो त मेल बक्समा पठाइदिइसकेको छ। अब जुन एन्जेलिक रिङ इभेन्ट आएको छ त्यसबाट चाहिँ मसिम 2टा एन्जेलिक प्यान्ट चाहिँ छैन, एउटा चाहिँ ग्रिनवाला अनि पछि एउटा चाहिँ रेडवाला। सो यो जुन मेलमा आएको रिवार्ड्सहरू क्लेम गरौँ र त्यो स्पिनतर्फ लागौँ। मसिम चाहिँ पहिला नै यहाँ 30वटा भाउचर छ, पहिला सुरु यो युज गरौँ। सुरुको हाम्रो फर्स्ट स्पिनमा चाहिँ हामीलाई 9वटा टोकन परेको छ। त्यसपछि सेकेन्ड स्पिन गर्दैछु म, सेकेन्ड स्पिनमा पनि 9वटा नै टोकन परेको छ। थर्ड स्पिन गर्दैछु, थर्ड स्पिनमा चाहिँ हामीलाई यहाँ 10वटा टोकन चाहिँ परेको छ। फोर्थ स्पिनमा पनि 9वटा टोकन। फिफ्थ स्पिनमा चाहिँ यहाँ हामीलाई रातोवाला केटीको एन्जेलिक प्यान्ट चाहिँ परेको छ, तर हामीलाई केटाको चाहिएको हो। सिक्स्थ स्पिनमा चाहिँ यहाँ हामीलाई ग्रिन एन्जेलिक प्यान्ट चाहिँ परेको छ। अनि पछि टोकनको कुरा गर्दाखेरि चाहिँ अब हामीलाई जम्मा 14 टोकन चाहिँ चाहिएको छ। सो स्पिन हानौँ र यो रेड एन्जेलिक चाहिँ यतादेखि रिडिम गरौँ है त। इनफ टोकन चाहिँ भइसकेको छ, हेर्न सक्नुहुन्छ 200 टोकन कम्प्लिट भइसकेको छ। सो रेड एन्जेलिक प्यान्ट पनि मैले निकालेँ। सो हजुरहरूलाई कुन चाहिँ एन्जेलिक प्यान्ट सबैभन्दा राम्रो लाग्यो त्यो चाहिँ हजुरहरूले कमेन्ट सेक्सनमा चाहिँ भन्नु होला। के हजुरको साथी पनि नोब छ, फ्री फायरमा कुन बटनले के काम गर्छ भन्ने पनि थाहा छैन? यदि त्यस्तो साथी हजुरहरूसित छ भने चाहिँ त्यस्तो साथीहरूको लागि चाहिँ गरिनाले चाहिँ एआई वाला सिस्टम चाहिँ ल्याएको छ। हजुरहरूको साथीलाई चाहिँ एआईले चाहिँ सिकाउने छ फ्री फायर कसरी खेल्ने भनेर। यहाँ चिडीमा गएर हेर्नुभयो भने चाहिँ यहाँ चाहिँ एआई एसिस्टेन्ट वाला आइकनलाई चाहिँ हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ सानो ठुलो गराउन सक्नुहुन्छ। इन्फर्मेसनमा गएर हेर्नुभयो भने चाहिँ यहाँ बिआर म्याच एसिस्टेन्ट अनि पछि सिएस म्याच एसिस्टेन्ट भनेर चाहिँ रहेको छ। यसमा हजुरहरूले सबै कुरामा अन गर्नुभयो भने चाहिँ इन गेम चाहिँ हजुरहरूलाई केलीले चाहिँ सिकाउने छि। ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ मेरो हातमा कुनै लुट छैन। सो बिल्डिङहरूमा गएर लुट भनेर चाहिँ सिकाइरहेको छ। अनि पछि यो एरोलाई युज गरेर चाहिँ हजुरहरूले त्यहाँ केही आइटम्सको बारेमा बुझ्नु भएको छैन भने चाहिँ बुझ्न सक्नुहुनेछ। हजुरहरूलाई ग्लुवाल लाउन सिकाउनेछ। हजुरहरूले किल गरिसकेपछि यसरी फर्स्ट स्ट्राइक भनेर हजुरहरूलाई भन्ने छ, हेर्न सक्नुहुन्छ। ग्लुवाल क्यान प्रोटेक्ट यु भनेर पनि देखाएको छ। त्यसरी ग्लुवाल युज गर्न पनि सिकाउनेछ। हजुरहरूको एचपी लो छ भने चाहिँ हिल गर भनेर भन्ने छ। सो यो सिस्टम चाहिँ अब हाम्रो सर्भरमा आछ किन मैले त हेरेको छैन। यो सिस्टम चाहिँ लेभल 8 भन्दा तलको प्लेयरलाई चाहिँ हुनेछ। हजुरहरूले चाहिँ इन गेम चेक गरेर चाहिँ भन्नु होला हाम्रो सर्भरमा आएको छ कि नै। क्रिकेट एपमा निशुल्क लाइभ गेमहरू खेल्नुहोस्, त्यसको साथसाथै गेमहरूको आनन्द लिनुहोस्। साइन अप गर्नुहोस् र रु 222 निशुल्क बोनस पाउनुहोस्। दैनिक एप लगइन गर्नुहोस् र साप्ताहिक रूपमा आइफोन 17 प्रो म्याक्स पाउनुहोस् र मेरो प्रोमो कोड नेप्टु प्रयोग गरेपछि तपाईँले 4500 सम्मको डिपोजिट बोनस पाउनुहुनेछ। डिपोजिट गर्न धेरै सजिलो छ। इसेवा खल्ती आइएमई पे र कुनै पनि नेपाली ब्याङ्कबाट तपाईँले गेमहरूमा 150% डिपोजिट बोनस पाउनुहुन्छ। लिङ्क पनि कमेन्टमा छ, यसलाई नछुटाउनुहोस्। अब चाहिँ कुरा गरौँ केही कन्फर्म इभेन्ट्सको बारेमा। सो भोलिको दिनमा चाहिँ हजुरहरूले यो टी सर्टसित रिलेटेड लक रोयल इभेन्टलाई चाहिँ देख्न सक्नुहुनेछ। एन्जेलिकसित रिलेटेड अरू हुडी पनि हुनेछ। 6 फेब्रुअरी पछि 8 फेब्रुअरीमा चाहिँ हजुरहरूले एकदमै रेयर इभो बन्डललाई चाहिँ रिटर्नमा देख्दै हुनुहुन्छ, त्यो पनि र्याम्पेजवाला। अफिसियल ब्यानर पनि आइसकेको छ, हेर्न सक्नुहुन्छ। फिस्ट र इभो बन्डल चाहिँ हुनेछ। टोकन टावर इभेन्टमा चाहिँ आउनेछ। यहाँ हजुरहरूलाई भिडियो एक्सेसमा चाहिँ 3टा टोकन देखाइरहेको छ, तर रियल सर्भरमा आउँदाखेरि चाहिँ लगभग 5वटा टोकनमा चाहिँ आउनेछ। लास्ट टोकनमा चाहिँ हजुरहरूलाई यो इभो बन्डल चाहिँ दिनेछ। यो इभो बन्डल कस्तो छ भनेर इन गेम हजुरहरूले इभोवाला सेक्सनमा गएर पनि हेर्न सक्नुहुन्छ। 8 फेब्रुअरी पछि 10 फेब्रुअरीमा चाहिँ हजुरहरूले वाल रोयललाई चाहिँ देख्न सक्नुहुनेछ, जसमा चाहिँ हजुरहरूले एन्जेलिकको यो नयाँ ग्लुवाललाई चाहिँ देख्न सक्नुहुनेछ, प्रिजम गार्डन भनेर। यसको साथसाथै अरू एन्जेलिकको ग्लुवाल पनि हुनेछ र केही एडिसनल ग्लुवाल पनि गरिनाले चाहिँ राखिदिनेछ। एन्जेलिकको इभेन्ट सकिसकेपछि चाहिँ हजुरहरूले भ्यालेन्टाइनको इभेन्टलाई चाहिँ देख्न सक्नुहुनेछ। 12 फेब्रुअरीको दिन चाहिँ हजुरहरूले एकदमै नयाँ मिस्ट्री सप इभेन्टलाई चाहिँ देख्न सक्नुहुनेछ। भ्यालेन्टाइन स्पेशल जुन मेल र फिमेल बन्डल डिजाइन भएको छ त्यो चाहिँ हजुरहरूले यो मिस्ट्री सप इभेन्टमा चाहिँ देख्न सक्नुहुनेछ। ओभरअल प्री एक्सेस भिडियो हेर्न सक्नुहुन्छ कुन कुन आइटम इन्क्लुड हुन्छ भनेर। तर मेन बन्डलमा चाहिँ हजुरहरूले यो ग्लाइडेड रोमान्स बन्डललाई चाहिँ देख्न सक्नुहुनेछ। बन्डल हेर्दाखेरि चाहिँ एकदमै दामी नै
रहेको छ। G18 को यो स्कारलेट रोमान्स वाला गन स्किनलाई चाहिँ देख्न सक्नुहुनेछ, जसमा चाहिँ एक्युरेसी प्लस, म्यागजिन डबल प्लस र मुभमेन्ट स्पिड चाहिँ सिंगल माइनस चाहिँ हुनेछ। फिमेल बन्डलमा चाहिँ हजुरहरूले यो स्कारलेट रोमान्स बन्डललाई चाहिँ देख्न सक्नुहुनेछ। सो 12 फेब्रुअरीको दिन चाहिँ आउँदैछ। मिस्ट्री सप इभेन्ट पछि 14 फेब्रुअरीमा चाहिँ हजुरहरूले एउटा फेडेड व्हील इभेन्टलाई चाहिँ देख्न सक्नुहुनेछ, जसमा चाहिँ हजुरहरूले ब्याकप्याकलाई चाहिँ देख्न सक्नुहुनेछ रोज रोमान्स भनेर। त्यसपछि विन्चेस्टर गनको स्किनलाई चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ। दुईटा नै रिवार्ड्स एकदमै टट्टी रहेको छ। 16 फेब्रुअरीको दिन चाहिँ हजुरहरूले भ्यालेन्टाइन्ससित रिलेटेड हट एट्याक वाला इमोटलाई चाहिँ देख्न सक्नुहुनेछ, जुन चाहिँ इमोट रोयल इभेन्टमा चाहिँ आउनेछ। मेन ग्रान्ड प्राइज त यही नै हुने भयो। यसको साथसाथै हजुरहरूले अरू जुन भ्यालेन्टाइनको रिवार्ड्स थियो योभन्दा प्रिभियस इयरहरूमा त्यसलाई पनि गरिनाले एड चाहिँ गरिदिनेछ। अब कुन कुन एड गरिदिन्छ भनेर फिक्स नै भएको छैन। प्रिभियस भिडियोमा चाहिँ मैले हजुरहरूलाई मार्च मन्थको बोया पासको रिभ्यू गरेर देखाउँछु भनेको थिएँ, तर भिडियो लामो भएर चाहिँ मैले गरेन। सो यो भिडियोमा चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। सुरुमा त हजुरहरूले लेभल 1 मा चाहिँ यो फिमेल बन्डललाई चाहिँ देख्न सक्नुहुनेछ। लेभल 10 मा चाहिँ हजुरहरूले लुटबक्सको स्किन देख्न सक्नुहुनेछ। लेभल 20 मा ब्यानर हुनेछ, त्यसको साथसाथै जिपको स्किन पनि हुनेछ। लेभल 30 मा चाहिँ हजुरहरूले फेरि लुटबक्सको स्किन देख्न सक्नुहुनेछ। लेभल 40 मा यो स्काइबोर्डको स्किन जुन चाहिँ ठिकठाकको रहेको छ। लेभल 50 मा चाहिँ अवतार हुनेछ, त्यसको साथसाथै 60 मा यो पाराङको स्किन हुनेछ। लेभल 70 मा यो चस्मा हुनेछ, त्यसको साथसाथै ब्याकप्याक पनि हजुरहरूले देख्न सक्नुहुनेछ। र अगाडि बढ्दै जाँदा ग्रेनेडको स्किन हुनेछ। इमोट हजुरहरूले देख्न सक्नुहुनेछ, जुन चाहिँ रमदान स्पेशल चाहिँ हुनेछ। लेभल 100 मा चाहिँ हजुरहरूको लागि यो मेन बन्डल चाहिँ रहेको छ, अनचार्टर्ड भोकेयर बन्डल भनेर चाहिँ रहेको छ। अब चाहिँ हामीले भिडियोको मेन टपिकको बारेमा चाहिँ कुरा गर्नेछौँ, चपिकर्स इभेन्ट कसरी कम्प्लिट गर्ने भनेर। तर त्यो भन्नुभन्दा अगाडि चाहिँ अझैसम्म पनि हजुरहरूले भिडियोलाई लाइक गर्नुभएको छैन भने चाहिँ लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला। गेममा गएर हेर्नुभयो भने एक्टिभिटिजको सीसी प्ले टाइममा चाहिँ यहाँ हजुरहरूलाई पहिला सुरु स्टिम एकाउन्टसित बाइन्ड गर भनेर चाहिँ भन्छ। अब यदि हजुरहरूसित स्टिम एकाउन्ट छैन भने पहिला सुरु त एकाउन्ट बनाउनु पर्यो। स्टिम एकाउन्ट बनाउनको लागि स्टिम मोबाइल भन्ने एप हुन्छ, त्यो डाउनलोड गर्नु। एपको लोगो स्क्रिनमा हेर्न सक्नुहुन्छ। त्यसपछि ओपन गरेर आई निड हेल्प साइनिङ इनमा क्लिक गर्नु। डु नट ह्याभ अ स्टिम एकाउन्टमा क्लिक गर्नु। सुरुमा इमेल एड्रेस हाल्नु, त्यसलाई कन्फर्म गर्नु। कन्ट्री नेपाल चुज गर्नु। आई एम अ ह्युमनमा क्लिक गर्नु, अनि तलपट्टि त्यो आई एम 13 इयर्स वालामा क्लिक गरेर कन्टिन्यू गर्नु। हजुरहरूको जीमेलमा एउटा मेल जानेछ, त्यसमा गएर क्लिक गरेर इमेललाई भेरिफाई गर्नु। त्यसपछि फेरि त्यही पेजमा आउनु। अब यो पेजमा आइसकेपछि स्टिम एकाउन्टको नाम लेख्नु, त्यसलाई एउटा पासवर्ड चुज गर्नु। नाम चुज गर्दा चाहिँ त्यहाँ एभाइलेबल भएको मात्र गर्नु होला, अरू गर्नुभयो भने हुँदैन। त्यसपछि डनमा क्लिक गरेर हजुरहरूको स्टिम एकाउन्ट चाहिँ सक्सेसफुल्ली बन्नेछ। एकाउन्ट बनाइसकेपछि गेममा आउनु। यहाँ चाहिँ हजुरहरूले आफ्नो अघि जुन एकाउन्ट बनाउनु भएको थियो स्टिमको एकाउन्ट, त्यसको नाम लेख्नु, त्यसको तल पासवर्ड राख्नु र साइन इनमा क्लिक गर्नु। त्यति गरिसकेपछि फेरि हजुरहरूको इमेलमा चाहिँ एउटा कोड जानेछ, त्यसलाई यहाँ ल्याएर राख्नु। त्यति गरिसकेपछि फेरि यहाँ हजुरहरूले साइन इनमा क्लिक गर्नु। यति गरिसकेपछि चाहिँ हजुरहरूको एकाउन्ट चाहिँ सक्सेसफुल्ली बाइन्ड चाहिँ हुनेछ। हजुरहरूले एकचोटि कन्फर्म गरिसकेपछि यो चाहिँ वान टाइम प्रोसेस हो, सो केही गल्ती चाहिँ नगर्नु होला। अब यहाँ हजुरहरूले चपिकर्स 30 मिनट, 60 मिनट, 120 मिनट, त्यस्तै गरी 300 मिनटसम्म चाहिँ खेल्नुपर्ने हुन्छ। खेल्नको लागि चाहिँ यहाँ आएर प्ले सीसीमा चाहिँ क्लिक गर्नु होला। अब यदि हजुरहरूले यो गेम किन्न सक्नुहुन्छ भने चाहिँ हजुरहरूले यो गेम किनेर त्यो जुन मिनट्स त्यहाँ देखाएको छ त्यो चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ। सो यो चाहिँ पेड गेम हो, $6 जति चाहिँ लाग्नेछ। यदि हजुरहरूसित त्यति किन्ने पैसा छ भने किनेर त्यहाँ भएको रिवार्ड्सहरू चाहिँ लिन सक्नुहुन्छ। सो आजको भिडियो चाहिँ यति नै। फेरि भेट्नेछौँ हामी अर्को नयाँ भिडियोमा। टिल द नेक्स्ट भिडियो, टेक केयर, गुड बाई, जय नेपाल।